हेलो गाइस, सबैजनालाई नमस्ते हैन। मेरो नाम चाहिँ योगेन्द्र हो। अहिले चाहिँ बेंगलोरमा चाहिँ अहिले चाहिँ नेपालीलाई धेरै गाह्रो भइसकेको छ क्या। हामी भन्छौँ नि पहिला चाहिँ नेपालीलाई आधार कार्ड र प्यान कार्ड सजिलै प्राप्त हुन्थ्यो हैन। जतिखेर हामीहरू आथे त्यतिखेर सजिलै हुन्थ्यो। अहिले चाहिँ मतलब नेपालीहरूले चाहिँ लगभग 3000 4000 दिएर चाहिँ प्यान कार्ड पनि आउँदैन, आधार कार्ड पनि पाइरहेको छैन हैन। अहिले के हो भने यो समस्या चाहिँ नेपालीहरूले नै गरेको हो क्या। जुनै ठाउँमा जाऊ नेपालीहरू झगडा नगरेको दिन छैन हैन। अर्को ठाउँमा चोरी नगरेको, नेपालीहरूले चोरी गरेको दिनै छैन क्या। चोरी नगरेको दिनै छैन हैन। हिजो एउटा न्युज आएको थियो कि बेंगलोरमा चाहिँ कति तोला सुन चोरेर चाहिँ अहिले चाहिँ नेपालको बोर्डर र इन्डियाको बोर्डर र नेपालको बोर्डरमा गौरी खण्डमा चाहिँ छुपेका छन्। अनि हामी नेपालीहरू हामी बेंगलोरमा बस्नेहरूलाई कति गाह्रो छ क्या अहिले हैन। अरूले भन्ला, तपाईहरुले भन्ला हैन। मेरो त के मान्यता म मान्छु भने तपाईहरुलाई भन्ला हामी आधार कार्ड बनाइदिन्छु, प्यान कार्ड बनाइदिन्छु भनेर, तर चाहिँ सावधान रहनु होला। अरूले भनेको चाहिँ नमान्नु होला। कृपया चाहिँ आफैले गर्नु होला। मतलब जो विश्वासिलो मान्छे हुन्छ नि, जसले चाहिँ हल्का धेरै बनाएको छन् हैन, तिनीहरुसँग चाहिँ बनाउनु होला। अनि के हो भने हाम्रो देशको नेपाली भनेको त अहिले यस्तो छन्, यसरी हेपिरहेछन् नि त यहाँ हैन। जहाँ गए पनि लफडा झगडा के। अनि हाम्रो देशका चेलीहरू के कहिले एकैसँग भागेका छन्, कहिले केहीसँग भागेका छन्। आफ्नो छोरा छोरीहरू हिजो 2 वर्षको छोरी एउटाले चाहिँ हिजो 2 वर्षको छोरी छ नि, 2 वर्षको छोरी चाहिँ छोडेर गइस् के, छोडेर गएकी छन्। भनेपछि हामीलाई यो बेंगलोरमा बस्न नेपालीलाई धेरै गाह्रो भइसकेको छ। पहिला जस्तो छैन। हामीलाई अरूको ठाउँमा चाहिँ के छैन थाहा छैन हैन, तर चाहिँ हाम्रो ठाउँमा चाहिँ हल्का सेफ्टी भइरहेछ। तर मतलब अहिलेसम्म सुन्न छैन तपाईहरुको ठाउँमा कस्तो छ हैन। अनि हल्का केयरफुल्ली भएर बस्नु होला। जहाँ बस्नुहुन्छ नि केयरफुल्ली भएर बस्नु होला हैन। त्यही भन्न चाहन्छु। अनि फेरि पनि के भन्न चाहन्छु भने राम्रोसँग बस्नु होला, आफ्नो ख्याल गर्नु होला। बाहिर जाँदाखेरि राति मतलब कसैले बोलायो भने नजानु होला। कस्तो भनेपछि बेंगलोरमा हुने भनेको नै राति हो क्या। त्यही भएर के भन्छ नि, आफ्नो साथीले किन नहोस् हैन, बाहिर आइज भने पनि नआउनु होला।